रुमहरू किन देखाउँछु तपाईँ सबलाई Hi guys, welcome back to my channel. आज चाहिँ म कति दिन बाद आएको भिडियो लिएर किनकि कति दिन घरमा बत्ती थिएन हैन गाइस कति 2 दिन त ट्याक्कै थिएन बत्ती त्यहाँदेखिको अग्ला दिन 2 दिन पछि बाद बत्ती आयो त्यो पनि दिउँसो एकछिन आयो त्यहाँदेखिको बेलुका फेरि छैन बत्ती हो त्यस्तो गर्दा मेरो जुन चाहिँ काम अस्ति वलको भनेको मैले तपाईहरु सबलाई त्यो 2 दिनको काम होला कि गाइस अम्बो मेरो हिजो सक्यो काम 6 दिन जस्तो लाग्यो होला मेरो त्यो कस्तो साह्रो पर्यो भगवान त्यो काम टुर्नुमा मिस्त्रीहरुलाई पनि हो सबै लाइटै चाहिँदैछ अहिले त काट्नु देखिनको लिएर सबै हो फेरि त्यो वल बनाउँदा फेरि बीचमा मेरो ठुलो छोरीको बर्थडे हो अब म त यस्तो डरलाग्दो टेन्सन भएको कि गाइस म छ नि अब बर्थडे चाहिँ कुन चाहिँ रुममा गरौँ भएको यो रुम हेर्छु ल्याले नानीको सामान हैन सानो नानीको उता रुम हेर्छु त्यो रुम पनि मैलै उता मैला भन्दा पनि उता जुन चाहिँ मेरो त्यो रुमको बनाउँछ त्यो रुमको सामानहरु चाहिँ मैले त्यो रुममा हालेको थिएँ छेसोम रुम पनि सबै इङ्गेज सबै हैन त्यहाँदेखिको ला अब नानीको बर्थडे पनि कहाँ गर्नु अब काठको कामले कस्तो मैला हुन्छ रुमहरु सबै हैन सिटिङ रुम पनि सबै काटे भइहाल्ने काम गर्दै थियो हो त्यहाँदेखिको जस्तो कस्तो गरेर मैले सबै अरेन्ज गरेँ नानीको बर्थडे पनि अब ज्यादा ठुलो त गरिन अब सोचेको थिएँ बिचारा यो पालि नयाँ घरमा चाहिँ म नानीलाई पनि बर्थडे मजाले ठुलो गरिदिन्छु भनेर हैन त्यो गर्नु पाइन सानो गरेँ मैले बर्थडे हो अन्त त्यो बर्थडेको भिडियो पनि म अहिले यो मेरो यो भिडियोसँग नै म हाल्छु त्यो पनि हो त्यहाँदेखिको बल्ल सक्यो मेरो यो जुन चाहिँ वलको भनेको थिएँ नि काम त्यो सक्यो त्यहाँदेखिको त्यो वलको सक्यो अब म तपाईहरुलाई त्यो अस्ति मैले भनेको थिएँ नि त्यो मेरो पहिलाको त्यो वल र अहिलेको वलमा चाहिँ तपाईहरुलाई कुन चाहिँ राम्रो लाग्दै रहेछ कमेन्ट गरिदिनुस् ल गाइस त्यति थियो कामहरु बत्ती नभएर बिजोक भयो अरु भन्दा पनि गाइस बत्ती छैन भने चाहिँ केही हुँदैन रहेछ काम हो अब यो सक्यो मेरो वलको बल्ला Happy birthday to you Happy birthday Happy birthday dear Timo Happy birthday to you God bless you. अम्बो छुरी भाँचिन्न आँट्यो छुरी भाँचिन्न यस्तो हुँदैछ बे Happy birthday Temo Happy birthday Kawan dong quá đi nè. Tọt ta ton. Happy birthday from us. आज चाहिँ हाम्रो यहाँ कोरियन के अरे यसको नाम बोजू
के अरे तिमीले भुजिया के अरे हो त्यो। आर्मी यो बनाउँदैछ आज किनकि मेरो आज पुरा काम अहिलेसम्म चल्दैछ होइन गाइस अहिलेसम्म कम्प्लिटै भएको छैन हो त्यही भएर चाहिँ बर्थडेमा पनि के गर्नु पाएन कम्ती रोटी चाहिँ गरौँ न के गर्नुहोस् त गाइस कम्प्लिट भयो भने देखाउँछु तपाईँलाई। वाउ गाइस दामी भएछ झोल कम्ती भएन अहिले चाहिँ यस्तो छ हो अब यो कम्प्लिट भइसकेर चाहिँ कस्तो देख्दो रहेछ तपाईँहरूलाई देखाउँछु नि ल गाइस यहाँ हेर्नुहोस् ल अस्तिको चाहिँ त्यो मेरो प्लेन केही पनि थिएन होइन हो अहिले चाहिँ मैले पार्टिसन सबै यस्तो गर्नु लगाएँ यस्तो भइरहेको छ यहाँसम्म गऱ्यो फेरि यहाँदेखिको पनि उता चाहिँ क्या त यो बाटोतिर चाहिँ मैले यस्तो हाफ गरेर गरौँ भनेर भनेको थिएँ कि जग्गा पुरा खाँदो रहेछ यस्तोले क्या त यस्तोले जग्गा पुरा खाँदो रहेछ नि अलिअलि भए पनि क्या त जग्गा खाँदो रहेछ सानो हुँदो रहेछ त्यही भएर यहाँ चाहिँ गरिनँ यो साइड चाहिँ गरिनँ मैले अब नेक्स्ट हेरौँ यो साइड चाहिँ के गर्नुपर्ने रहेछ त्यति नै थियो पालाले नि सानो उयो कुकुरले दिइरहेको छ कि म देखाउँछु ल तपाईँलाई गाइस हेर्नु ल यहाँ हेर्नु न गाइस सानो हिजोसम्म चाहिँ नि हामीसँगै सुत्दै थियो कि अन्त मैले चाहिँ सानो घर बनाइदिनु भन्थ्यो कि बिचरा उफ्रेको यो काठ हुन्छ नि पालाले आज डङ्क बिचरा हेर्नु न कस्तो बनाइदिएछ सुतिरहेको छ भित्र आइछ पोको पोको सो 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 पोगो ठुलो छोरी नाम राखिदिएको पोगो अरे पोगो यति नै थियो काम पनि बल्ल बल्ल सक्यो गाइस हो अन्त थाकिरहेको छु पुरा काठको त यस्तो मैला निस्किँदो रहेछ कि सफा गर्दा म त सेलाक्कै भयो थाकेर अब एक निद्रा सुत्छु नानीसँग हो त्यति नै थियो आजको भिडियो थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा अन्त सी यू इन माई नेक्स्ट भ्लग बाई गाइस